नमस्कार साथीहरू, फेरि पनि म आज बीबीएस थर्ड इयर सेकेन्ड इयरको ट्याक्सेसनको इन्कम फ्रम इम्प्लोइमेन्टको सेलेरी क्याल्कुलेसन गर्न जाँदैछु। सेलेरी क्याल्कुलेसन गर्न सिकाउँदैछु र कुन तरिकाले सेलेरी क्याल्कुलेसन गर्ने भन्ने कुराको म अहिले थर्ड पार्टमा पुगिसकेको छु। यो पार्ट अनुसार मैले योभन्दा अघि एउटा श्रावणमा स्टार्ट गरेको काम जब एपोइन्टेडमा छ भनेपछि कुन तरिकाले गर्ने है, त्यसपछि भाद्र असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैतसम्म छ भने कसरी छ भनेर म अहिले यो च्याप्टरमा जाँदैछु। र योभन्दा अघि चाहिँ मैले ज्येष्ठको क्वेसन अगाडि पाएको कारणले गर्दाखेरि ज्येष्ठको चाहिँ कसरी गरिन्छ भन्ने बारेमा चाहिँ बनाइसकेको छु। र म यो अहिले चाहिँ कुन छ भनेपछि जस्तै भाद्र असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैतसम्मको जुनसुकै महिनाको कुन तरिकाबाट गरिन्छ भन्ने तर्फबाट म चाहिँ जान्छु। अर्को होला साथी, एउटा कुरा म भन्न भुलिहालेँ अघि, एउटा मार्ग भन्ने आउँछ है, एउटा माघ भन्ने आउँछ। मार्ग भन्ने बित्तिकै ताकि तपाईँले माघलाई नसम्झनु होला, मार्ग भनेको मङ्सिर महिनालाई लिनु होला। त्यो पनि यहाँबाट जानकारी गराउन चाहे। त्यो चाहिँ दिया छैन, यहाँ कुनै ठाउँमा दिया हुन्छ, धेरै ठाउँमा दिया छैन। यहाँ पनि मैले मिसेस कमला अपोइन्टेड अन अफिसर गभर्मेन्ट अफ एज अन 1 फागुन 2068 भन्यो। अब फागुनमा सुरु गरेको छ, एपोइन्टेड डेट इज इक्वल टु 1 फाल्गुन 2068 साल है। हामी त सानो थियौँ होला त्यो बेला। तब चाहिँ मैले चाहिँ फागुनमा स्टार्टिङ गरेको रहेछ। अब सेलरी स्केल जाउँ। $30,000 सुरु, 1500 का दरले वृद्धि, 36,000सम्म, 2,000ले वृद्धि, 56,000सम्म। हेर्नु है साथीहरू, राम्रोसँग ध्यान दिनु है सेलरी स्केल। अब म सरसर्ती छिटो बनाउँदैछु। इन्कम इयर 2068 2069 हो। ज्येष्ठमा छ भने चाहिँ 67 68 हुन्थ्यो। यहाँ चाहिँ आर्थिक वर्ष श्रावणदेखि सुरुवात भयो होइन। आर्थिक वर्ष श्रावणदेखि सुरुवात भएको हो भने फागुन भनेको कतिको हो? 68 फागुन। 68 फागुनदेखि 69 असारसम्म हुँदाखेरि 68 69 है बराबर। मैले अहिले यहाँ रुपिस लेख्छु है। 30,000ले सुरुवात हुन्छ, 4 गुणा यो कति महिना? 68 69 आर्थिक वर्ष 68 69 कति महिना खायो त? फागुन चैत वैशाख जेठ असार। कति? फागुन चैत वैशाख जेठ असार, 5 महिना। 5 महिना है। अब इन्कम इयर 2069 70 बराबर रुपिस हो 30,000 इन्टु 8 7 है। 30,000 इन्टु 7 किन भनेपछि 5 महिनाको 68 69 आयो भनेपछि आर्थिक वर्षको 7 महिना 1 वर्ष भयो। अब ग्रेड बढ्छ कतिले? 31,500ले बढ्छ है। 31,500 1500ले बढाएको छ नि, इन्टु कति भनेपछि 5 महिना मात्र पाउने हो। फेरि त कहाँसम्म पाउने हो र? यो चाहिँ असारसम्म भयो है। असारसम्म हो नि यो। त्यसदेखि असारदेखि अझ फागुनसम्म गयो है। साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फागुन भनेपछि 7 महिना है। 7 महिना है। जस्तै कति भनेपछि फागुन चैत वैशाख जेठ असार 5 महिना, साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघसम्म हो नि। फागुन त फर्स्ट दिन हो, माघको लास्ट त सकिहाल्यो नि, त्यही भएर चाहिँ 7 है। इन्कम इयर
इयर 2070 2071 बराबर रुपीज 31,500 इंटू 7 प्लस अब 1500 बढ़ाऊँ त 1500 त बढिया छ 33,000 इंटू 5 है। इन्कम इयर 2071 2072 छ भने रुपीज अब कतिले 34,500 होइन 33,000 मा 1500 बढ्यो भने 34,500 34,500 प्लस सरी 33,000 इंटू 7 प्लस हो 34,500 त इंटू 5 बुझ्नु भयो नि 34,000 इंटू 5 यो त 33,000 है 33,000 5 महिनाको भयो 7 5 12 महिना कम्प्लिट भइसकेपछि अझ फेरि बढ्छ। इयर 2072 2073 में बराबर रुपीज 34,500 इंटू 7 प्लस 35,000 36,000 इंटू 5 महीना को चाहिँ 36,000 में आउँछ। इन्कम इयर 2073 2074 में बराबर रुपीज अब 36,000 नै पाउने भयो है योमा पनि 7 महीना को प्लस अब त 38,000 पाउने भयो नि 2,000 ले बढिया बढी को कति छ 2,000 ले यहाँ 36,000 सम्म 1500 का दरले बढ्थ्यो भने अब 2,000 56,000 सम्म। इन्कम इयर 2074 2075 में बराबर रुपीज 38,000 इंटू 7 प्लस 40,000 इंटू 5। इन्कम इयर 75 76 40,000 इंटू 7 प्लस 42,000 इंटू 5 बुझ्नुभयो। इन्कम इयर 2076 2077 में 42,000 इंटू 7 प्लस 44,000 इंटू 5। इन्कम इयर 2077 2078 बराबर रुपीज 44,000 इंटू 7 प्लस 46,000 इंटू 5 है। अब इन्कम इयर 2078 2079 है 70 77 77 78 78 79 46,000 इंटू 7 प्लस 48,000 इंटू 5। इन्कम इयर 2079 2080 चाहिँ कि करेन्ट इन्कम इयर यति हो है हाम्रो 48,000 इंटू 7 प्लस 50,000 इंटू 5। यसरी चाहिँ हामीले चाहिँ फागुनमा हैन या कि भाद्रदेखि माथि र चैतदेखि तलमा एपोइन्टेड भएको छ भने हामीले चाहिँ यो तरिकाबाट चाहिँ सेलेरी क्याल्कुलेसन गर्न सक्छौं है भने नि मैले। भाद्रदेखि माथि श्रावणदेखि छ भने त इन्टु 12 गरे भइहाल्यो है इन्टु सिधै 12 गर्ने हो या ग्रेडमा जाने हो ग्रेडमा गयो भने सर्टकटबाट पनि भयो हैन। श्रावणदेखि भने चाहिँ इन्कम इयर 79 80 30,000 इन्टु 12 हुन्थ्यो है। अनि जस्तै 80 81 हुन्थ्यो हैन। जस्तै यहाँ के दिया छ भने 68 69 मा 30,000 इन्टु 12 हुन्थ्यो हैन। 69 70 मा चाहिँ 31,500 इन्टु 12 हुन्थ्यो त्यसरी हुन्थ्यो नि। यहाँ चाहिँ अलिकति चाहिँ हाम्रो आर्थिक वर्ष चाहिँ फाल्गुनमा सुरुवात गरेको भए यसले चाहिँ आर्थिक वर्ष हैन कि जब स्टार्ट चाहिँ फाल्गुनमा सुरुवात गरेको भएको कारणले गर्दाखेरि हामीले चाहिँ के गरेका छौं इन्कम इयर 68 69 मा 5 महिनाको भयो 69 70 मा 7 महिनामा 1 वर्ष पुरा सक्यो। त्यसपछि ग्रेड बढ्छ है त्यसपछि ग्रेडिङ हुन्छ। त्यसो गर्दा गर्दै कति हजार सम्म 36,000 को पनि पुरा भयो
36,000 पनि पुरा भयो भने 2,000ले बढ्छ। 2,000ले चाहिँ यसरी बढाउँदै जाँदाखेरि लास्ट हाम्रो 48,000 × 7 प्लस 50,000 × 5 गरेर हामीले चाहिँ यसरी बराबर गरेर यो चाहिँ हाम्रो टोटल सेलेरी आउँछ है। 48,000 × 7 प्लस 50,000 × 5 बराबर 3,61,000 टोटल सेलेरी आउँछ है। साथीहरू अझ एक प्रकारको चाहिँ सेलेरी क्याल्कुलेसन गर्नु छ। त्यो सेलेरी क्याल्कुलेसन चाहिँ म अर्को भिडियोमा गर्नेछु। यो भिडियोमा चाहिँ अहिलेको लागि यति नै। अर्को कस्तो प्रकारको छ भनेपछि हामीलाई नेट सेलेरी दिएको हुन्छ, त्यहाँबाट हामीले चाहिँ ग्रोस सेलेरी कसरी निकाल्ने भन्ने कुरा चाहिँ यो क्वेसनमा छ। यो क्वेसनको पनि म सेलेरी क्याल्कुलेसन गरेर देखाउँछु है पछि अर्को भिडियोमा। हस्त सेयर सब्सक्राइब कमेन्ट गर्नुहोला र एउटा सुझाव पनि दिनुहोला। केही सुधार गर्नुपर्छ छ भने सुधार गरौँला हैन। सुधार गर्नुपर्ने पक्ष धेरै हुन्छन्, सबै परिपक्व छैन म पनि। त्यही भएर चाहिँ सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला एक नम्बरमा त हैन, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला भन्दै अहिले यो भिडियोबाट छुट्टिन्छौँ र अर्को दिन नयाँ भिडियोमा भेटिने मौका गर्दै बाचा गर्दै अहिले छुट्टिन्छौँ। हस्, धन्यवाद, बाई बाई।